तारिक हो यस्तै छ। मेसिनको हालत यस्तो छ देख्न सक्नुहुन्छ। अनि यता हाम्रो अपरेटर साहब कस्तो लागिरहेछ? अपरेटर साहब तपाईँलाई यो मेसिन एकदम चलाउँदा बढिया लागिरहेछ हो क्या? यसको कन्डिसन के भइरहेछ त अहिले? कन्डिसन ठिक छ। यसको सिसा पनि यो हामीले देख्न सक्दैनौँ, हा तर यो पानी छेक्छ। अनि यसको मेन उद्देश्य के भने चाहिँ यो ढोकाबाट आउने ठाउँमा हामी चाहिँ यहाँबाट यो नयाँ सिस्टम देखेँ मैले है। यसको कारण के होला? कारण चाहिँ यो किनकि अब यो नयाँ मेसिन हो नि, कम्पनीले नयाँ सिस्टम चेन्ज भनेपछि त्यसको ढोकाको सिल तोडेको छैन, त्यही भएर यतापट्टिबाट आएको छैन। यहाँबाट सिल छ ए भनेपछि यतै हाम्रा मिस्त्री लोकहरू छन्, यतै खाप्सो गइतो गरिरहेको छ नि। हेर्नुहोस् यस पछाडि यहाँ यसको यो चाहिँ के हो खास अपरेटरजी? यो खास यसको यो पुरा चाहिँ हो क्या? त्यो हो, तर के हो अनि यो के हो? यो डिजल ट्याङ्क। डिजल ट्याङ्की हो यसको? अनि यो हो के यस खास यसको नाम भन्न पाएँ भने? यसको यो त वाल बल्ब, यसको नाम के अरे? वाल बल्ब हो क्या? यसको कन्डिसन एकदमै बढिया छ दोस्तहरू है। यति बेला अब यो यस्तो छ, नयाँ मेसिन हो यो, देख्न सक्नुहुन्छ तपाईँले। हेरेर पनि थाहा पाइसक्नु भएको छ मैले भन्नुभन्दा पनि। नयाँ मेसिन छ यहाँ। यता चाहिँ अपरेटर हुनुहुन्छ अब यो मेसिनमा काम गर्ने भनेर उहाँले चाहिँ उहाँको तपाईँको यो यसमा खास स्यालेरी कति छ? 55। हजुर आमा यसमा सायद त्यहाँ माथि यो के भन्छ त धेरै यो के भन्छ नि, यसमा सिसी क्यामेरा फिट गरेको हुन्छ। यो धेरै तलबाट चाहिँ पानी निकाल्ने, धेरै खाडलहरू खन्न यसको प्रयोग गरिन्छ विशेष गरी यो मेसिन देख्न सक्नुहुन्छ। र तल यसको साथसाथै खेत बनाउन पनि प्रयोग गरिन्छ। यो तल मै पनि छ यसको, यो लोडर छ। अनि यता अपरेटर यस्तै छ। मेसिनको कन्डिसन एकदमै राम्रो छ भन्ने कुरा हामीले बुझिरहेका छौँ। यसरी नै हामी यहाँका अपरेटरसँग बुझ्न चाहन्छौँ है। यस्तो छ अवस्था है।